सबैलाई नमस्कार। म सुन्दैछु। आज हामी बाराही मन्दिरको तालमा छौँ। अहिले ढुङ्गामा फरर ढुङ्गा चलेको अवस्था छ। एकदमै रमाइलो ठाउँ पनि छ हाम्रो यो पोखराको फेवाताल भनेपछि तपाईहरुले सोच्नु भएको होला स्वर्गको ठाउँ पनि हो। र यसै गरी हामी चाहिँ यो बाराही मन्दिरमा आइपुगेका छौँ। अब एकछिनपछि बाराही मन्दिरको दर्शन गर्ने छ। एकछिनपछि हेर्दै जानु होला दर्शकले। हामी चाहिँ एकदमै तपाईहरुलाई आज चाहिँ पोखराको दर्शन गराउने छौँ। अब चाहिँ हामी दिन्छौँ जाऊ पोखराको ताल ठ्याक्कै मन्दिरको गेटमा आइपुगेका छौँ। गेटमा चाहिँ एकदमै अलिकति भिडभाड अवस्था पनि छ। भिडभाडको पनि एकदमै जति पहिला हुन्थ्यो त्यति चाहिँ त्योभन्दा अलिक कमै नै छ। आज चाहिँ अलिकति जो पानी परेको अवस्था छ यो पोखरामा हैन। अनि हामी ठ्याक्कै यो मन्दिरको दर्शन गर्न आएको छौँ। दर्शन गर्न खण्डमा चाहिँ हामी ठ्याक्कै यो गेटको छेउमै नै छौँ। यसै गरी हामी पनि दर्शन गर्न लागि अब हिँडिरहेको छौँ। गाइस तपाईहरुलाई यो पुरै पोखराको दृश्य देखाउने छु आज चाहिँ म। एकदमै रमाइलो हुनेछ। जोडिदिराख्नु होला हाम्रो च्यानलमा चाहिँ अशोक रिसाल युट्युब च्यानलमा चाहिँ गएर तपाईं सर्च गर्न सक्नुहुनेछ। हाम्रो पोखराको सबै सम्पूर्ण ठाउँलाई चाहिँ म आज तपाईहरुलाई दर्शन गराउने छु र देखाउने छु त्यहाँको रमणीय क्षेत्रहरू। र हामी यसै गरी हामी अहिले लाइनमा छौँ। हामी ठ्याक्कै यो मन्दिरको ताल बाराही भगवतीको मन्दिरको ठ्याक्कै मन्दिरको अगाडि छौँ। अहिले तपाईहरुले यो भित्रको दर्शन पनि गराउने छु एकछिनपछि। र दर्शक पनि हामी चाहिँ यहाँ भित्र छौँ। गुरुजी टीका अलि हातमै दिनु त यसमै राख्नु नि पछि लिएर दर्शन भगवती बाराही भगवती मन्दिरमा छौँ। अहिले चाहिँ हामीले दर्शन गरिसकेका छौँ। अहिले चाहिँ यसै गरी हामी चाहिँ यतापट्टिको लाइनमा छौँ। यहाँ चाहिँ धुप बाल्ने ठाउँ रहेछ। यो चाहिँ हामी धुप बाल्दैछौँ। पोखराको ठ्याक्कै फेवातालको बिचमा छ। हामी चाहिँ भगवती मन्दिरमा दर्शन गरिरहेको छौँ। यो बत्ती यहीँ बाल्यो। यहीँ छ त टिका लगाइदिनु। दर्शकबिन हामी चाहिँ अब यो ठ्याक्कै अगरबत्ती चाहिँ हामीले ठ्याक्कै यो भगवती मन्दिरको पछाडिपट्टि चाहिँ हाम्रो यो ठाउँ रहेछ। यो चाहिँ हाम्रो हैन। यहाँ चाहिँ हामीले यो अगरबत्ती बालिरहेका छौँ। हेर्न सक्नुहुन्छ तपाईहरु। आज मैले तपाईलाई यो ठ्याक्कै पोखराको फेवातालको बिचको हाम्रो भगवती मन्दिरको दर्शन गराएको छौँ। एकछिनपछि हामी उता गएर नरिवल फोड्ने छौँ। आज चाहिँ एकदमै दर्शन हुनु छ। हामी ओहो ल मनोज यो पनि तिमी पनि हात लिएको गर यस्तो गर ल जय भगवती। यसै गरी हामीले अब दर्शन गरिसकेका छौँ। यतापट्टि चाहिँ फेरि हाम्रो नरिवल फोड्ने ठाउँ छ। हामी चाहिँ नरिवलको लागि गइरहेका छौँ। कहाँ हुनुहुन्छ म्याम? खै त पहिला नरिवल फोडाउनु।
ल ठिकै माछा सारा हेर्नु न कति रुपैयाँ यो कसरी दिदी दिदी यो कसरी हो दाइ दाइ हेलो माछालाई यो यहाँ सुन्नु न यता यो कति हो 100 रुपैयाँ हो ल 100 भने यो चाहिँ हाम्रो 100 रुपैयाँ पर्दो रहेछ हामी चाहिँ यो माछालाई एकदमै यहाँ आइसकेपछि विशेष गरी माछालाई चारो खुवाउने अवस्था हुन्छ यो चाहिँ लिए है मैले यो चाहिँ चारो हामी माछालाई गर्दैछौँ आउनुस् यसै गरी हामी अब चाहिँ नरिवल फुटाउने ठाउँ हिँडिरहेको छौँ ल यहाँ चाहिँ पहिला चाहिँ हामी नरिवल फुटाउने छौँ अरे नरिवल वाउ खतरा तरिकाले फुट्दो रहेछ त अहिले आउनु त भाइ 3 फुट सक्छौ र रोको जो यसरी हैन यस्तो राख्नु न त्यो गोरु राख्छ आउ गाइस यो पनि फुटाल्यौँ हामीले अब चाहिँ हामी माछातिर लाग्नेछौँ यहाँ चाहिँ माछाहरू ठुल्ठुलो छ मनोज यताको दृश्य देखाउनुस् तपाईको भएको एक्सक्युज मी हल्का यहाँ माछालाई अलिकति खुवाउने कार्यक्रम गरौँ मनोज यहाँ देखाऊ यो खान्छ कि बढी यसो हेर के हो अगाडि चाहिँ यस्तो नि त ओ ठुल्ठुलो छ ओ आयो नि ल हेर ओहो ल हेर्नुहोस् माछाको त एकदमै रमाइलो ठाउँ देख्यौ 1.5 देखि 2 केजी 2 केजी 3 केजीको छ माछा हो र यो कति किलो होला लगभग यो 4 केजी 8-9 केजी ल आउनुहोस् माछाहरू ल गाइस तपाईले पनि यहाँ माछाको पनि दृश्य देखाइसके अब चाहिँ हामी घुम्ने छौँ फेवाताल पुरै घुम्ने छौँ यो सरी यो त धुलो आयो है ल गाइस हामीले तपाईहरुलाई यो माछाको रमणी दृश्य देखाइसकेका छौँ यसै गरी यो फेवातालको बीचमा छौँ हामी चाहिँ अहिले बीचमा भन्दा ठ्याक्कै बाराही मन्दिरको छेउमै छौँ बाराही मन्दिर एकदमै रमाइलो ठाउँ पनि छ आज यो ठाउँमा विशेष गरी पानी परेको अवस्था थियो पानी परेको अवस्थाले गर्दाखेरि झन रमाइलो भएको छ आज चाहिँ चिसो वातावरण र यसै गरी यहाँको अब चाहिँ हामी जुत्ता लाउने छौँ कता मन्दिरको दर्शन गर भिडियो खिचे भिडियो मन्दिरको नहीं भिडियो भने फोटो यसै गरी हामी चाहिँ बसिसकेका छौँ बोटमा बसिसकेका छौँ एकदमै रमाइलो भइरहेको छ अवस्था पनि छ यो बोट चाहिँ अलिकति हल्लेको अवस्था पनि छ र हो हल्लिने बोट हो सर अब चाहिँ हामी यताबाट कता जानेछौँ सर अब हामी
हिँड्दैछ यहाँबाट ठ्याक्कै यो फेवातालको बिचै बिच एकदमै रमाइलो भएको अवस्था छ। यसै गरी हामीसँग यहाँ हाम्रो बोट चलाउने हाम्रो भाइ हुनुहुन्छ, उहाँसँग सानो मिठो कुरा गर्ने छौँ। अब चाहिँ हाम्रो यो ताल बराईको बारेमा। हजुर नमस्कार। हजुर हजुर सर नमस्कार। के छ, सन्चै हुनुहुन्छ? एकदम। हजुर के छ? एकदम ठिक छ। आउनुभयो हजुर सर? हामी चाहिँ काठमाडौँबाट आएको। काठमाडौँदेखि? हिजो आएको। घर नै काठमाडौँ कि काठमाडौँमा कारोबार गयो? होइन, घरै मेरो काठमाडौँ। अनि हामी चाहिँ यसो घुमघाम गर्न भनेर आएको। हजुर। हजुरको शुभ नाम? मेरो नाम दिपेश गुरुङ। हजुर हजुर। अनि कति वर्ष भयो सर हाम्रो यो बोट चलाउन लाग्यो? यस्तै 4 वर्ष जस्तो भयो सर। 4 वर्ष जति भयो। अनि के छ हाम्रो यो जुन हामी यो फेवातालमा गुडिराख्दाखेरि तपाईँलाई कस्तो महसुस लाग्छ यहाँको बारेमा चाहिँ? कि सानो कुरा भनिदिनुहोस् न मिठो। हामी त गुडिरहेको हो सर, त्यस्तो के उस हुँदैन, एउटै लाग्छ कि तपाईँहरू टाढादेखि आउनु भएको छ घुमिरहेको, तपाईँहरूलाई कस्तो फिल भएको छ त्यो चाहिँ भन्नुहोस् न। हाम्रो चाहिँ अब नयाँ नयाँ छ, हामी पनि आज एकदमै रमाइलो भएको अवस्था छ। पहिलोपटक हो तालमा? तालमा चाहिँ पहिलोपटक नै आएको हामी चाहिँ। अब योभन्दा अगाडि आएको थिएनौँ, फर्स्टचोटि नै हो। विशेष गरी आउँदाखेरि काठमाडौँदेखि पोखरा आउने बाटो लामो पर्यो सर हजुरलाई? होइन, यस्तो हो सर, अब कस्तो टाइम नपर्ने, बिजी हुने, अब बिजनेसमा मान्छेहरू यस्तै हो, अब बिजी हुन्छ। आज त कसरी टाइम मिलाएको, हिजो चाहिँ ताल बराई माताले समय मिलाइदिन्छ। समय मिलाएकै अवस्था यसपालि चाहिँ जानै नै पर्छ भन्ने हिसाबले चाहिँ हामी चाहिँ यहाँ आएको हो क्या। यसै गरी हाम्रो यो अब पल्लो ठाउँ त्यो गाउँलाई के भन्छ सर हाम्रो? यसलाई खास तालपारी अनदु भन्छ के अरे। हजुर हजुर। अब यो सबै पहिले पुर्खेदेखि गुरुङ मात्र बस्ती बस्दै आएको भएर यसलाई गुरुङ गाउँ भन्छ क्या। गुरुङ गाउँ भन्छ। गुरुङ गाउँ भन्नु कारण चाहिँ के हो भने पहिलेबाट गुरुङ मात्र बसेर क्या आएको भएर त्यसलाई गुरुङ गाउँ भन्छ। अनि यो छ नि, यसको बाटो कताबाट छ? यता हामीले त बाटो त छ यता। बाटो त पाहाडको बाटो नि छ सर, यता माथिपट्टि यो रोडबाट निकालेको छ, डाँडा नागेर निस्किनु पर्छ। हजुर हजुर। तर यहाँको यो गुरुङ गाउँकोहरूलाई चाहिँ तालको डाँडाको बाटो भन्दा पनि तालको बाटो छिटो हुन्छ। उहाँहरू चाहिँ यही बाटो हिँड्नुहुन्छ? हजुर हजुर, यही बाटो छिटो। उनीहरू के छ, पर्सनल आफ्नो बोट छ कि वा तपाईँहरूले नै यसरी ल्याइदिनुहुन्छ? उहाँहरूको आफ्नो आफ्नो बोट हुन्छ। आफ्नो आफ्नो बोट हुन्छ भन्दा पनि यहाँ भएको अब तालमा भएका बोटहरूमा उहाँहरूको पनि अब तबिचौडाको बोट पनि तबिचौडाको बोटको साउ पनि उहाँहरू हुनुहुन्छ। त्यही ताल परेको कोही न कोही हुनुहुन्छ। हजुर हजुर। अब चाहिँ हामी यसरी घुम्नेछौँ होइन सर उताबाट? त्यही भएर कि नजिकैबाट घुम्नेछ हामी? होइन सर, कहाँ हजुरलाई त्रबीबाट छ यसरी राख नि कि त गइहाल्नेस् र? बस बस म यहाँ त्यसो भए। हजुर हजुर के भन्दै हुनुहुन्थ्यो भन्नुहोस्। त्यही त, अब तपाईँ पनि उता बिजी हुनुभयो त्यही भएर चाहिँ। यस्तो हो सर, अब हजुरले जुन तरिकाले पेमेन्ट गर्नुहुन्छ त्यही तरिकाले त हजुरलाई घुमाउन परिहाल्यो नि। त्यही त। अब भिल्लासम्म छ नि। हजुर हजुर। कर्मा भिल्लाबाट टक्क गुरुङ गाउँ देखाउँदै हजुर अनि हामी बिचबाट फेरि जहाँबाट चढाइ त्यही फर्किन्छौँ। जोस् रमाइलो ठाउँ पनि रहेछ, उहाँसँग पनि सानो मिठा कुरा गऱ्यौँ। एकदमै रमाइलो मान्छे हुनुहुँदो रहेछ सर। नेपालको स्वर्ग भन्ने नि फर्स्ट नम्बरमा पर्ने चाहिँ यही होला नि, पर्यटकीय राजधानी हो नेपालको पोखरा। यो हाम्रो यो जुन ताल छ नि, तालको गहिराइको छ सर हाम्रो यसको गहिराइ अधिकतम गहिराइ भन्नुपर्दा चाहिँ 25 मिटर छ के अरे? हजुर हजुर। अनि औसत गहिराइ भनेको चाहिँ 8.7 मिटर छ। जोस् अब धेरैमा 80 जस्तो फिट छ। अब यसो अब जहाँ पनि जतै कतै 25-30 फिट छ सामान्य रूपले बुझ्नु पर्दा। उहाँसँग पनि कुराकानी गऱ्यौँ। जोस् रमाइलो भयो, आजको दिन एकदमै रमाइलो भएको अवस्था पनि छैन। यसै गरी हाम्रो माथि माथि प्यारासुटहरू, त्यसलाई चाहिँ अल्ट्रा फ्लाइट भन्छ सर। अल्ट्रा फ्लाइट भन्छ सर यसलाई? यो चाहिँ हाम्रो यहाँको यो पहिलाको बडा फुट छुट्छ। हामी आज विशेष गरी यो दर्शन गर्नु, यसपछि हामीले कहाँ जाँदा राम्रो होला सर? हाम्रो पोखरामा घुम्नको लागि त थुप्रै एरिया छन्, तर तपाईँहरू कहाँ घुम्नु सक्नु भयो र? कहीँ घुमेको छैन, आज फर्स्टचोटि यहीँ आएको हो। अब हाम्रो यहाँबाट स्तूपा छ, पुन्डीकोट शिवको मन्दिर छ, फेरि तल झर्नुभयो भने डेभिड फल छ, गुप्तेश्वर गुफा छ। हजुर। अनि यतातिर आउनुभयो भने इन्टरनेसनल माउन्टेन म्युजियम छ। त्यसकै छेउमा बन्जी जम्प गर्नुहुन्छ भने बन्जी पनि छ। हजुर हजुर। त्यसपछि बिन्दावासिनी टेम्पल भयो, उयो सरलकोट भयो। हजुर हजुर। अब त्यसपछि फेरि अलिक उता पुग्नु भयो भने अब सेती ब्रिज भन्ने छ, सेतीको खोज, जहाँबाट चाहिँ हामीले देख्न सक्छौँ। हजुर हजुर। त्योभन्दा अलिकति उता जानुभयो भने गोर्खा रेजिमेन्ट म्युजियम छ। हजुर। त्यसपछि अझै उता जानुभयो भने दुईवटा,
एउटा चमेरा गुफा एउटा महेन्द्र गुफा दुईटा गुफा छन् हाम्रो पोखराको एकदम घुम्ने क्षेत्रहरू चाहिँ यो मेन गरी हाम्रो पोखराको सबैभन्दा राम्रो ठाउँ चाहिँ कुन मानिन्छ यो चाहिँ यसैलाई मानिन्छ सर यसलाई फेवाताललाई नै हो गाइस तपाईहरु पनि हेर्दै हुनुहुन्छ हाम्रो पोखरा भएकै पोखरीहरूले गर्दा हुन् त्यो फेवातालले गर्दाखेरि पोखरी भएर हाम्रो फेवाताल पोखराको नाम पनि भएको हुन्छ ठिक छ एकदम रमाइलो लाग्यो खुसी लाग्यो सरसँग पनि कुराकानी गर्यौं अब चाहिँ हामी पल्लो गाउँमा जाँदैछौँ यो ठ्याक्कै हाम्रो गुरुङ गाउँतिर एकदमै रमाइलो ठाउँ पनि रहेछ त्यहाँ चाहिँ बिचमा ठ्याक्कै यो तालको ठ्याक्कै छेउमा चाहिँ हाम्रो गाउँहरू बस्तीहरू रहेछ त्यहाँ चाहिँ त्यो गाउँतिर हामी लाग्दैछौँ यो ठ्याक्कै हामी छेउ हुँदै यसो घुम्दैखेरि चाहिँ हामी अब यो ठ्याक्कै यो हाम्रो तालको परिक्रमा गर्दैछौँ तपाईहरु देखाइसकेको छु यहाँ चाहिँ माछा चाहिँ एकदमै ठुल्ठुलै माछा छ यहाँ चाहिँ हजुर 22 प्रजातिका माछाहरू पाइन्छ हजुर सबैभन्दा यो यहाँ चाहिँ अलिकति सबभन्दा बढी ठुलो हुने माछा कुन हो सर यहाँ यो त्यसलाई बिगेट भन्छ सर हजुर बिगेट चाहिँ हजुर यो माछा यहाँ आफै आएको यो सर यो के रे हाम्रो हैन सर कुनै माछा अब आफै पलाएका छन् भने अब कुनै माछाहरू चाहिँ ल्याएर हालिएका पनि छन् त्यही भन्नु खोजे अब शेर्पा हाम्रो यो नेपालको शेर्पा जातिले चाहिँ माछालाई चाहिँ खानुहुन्न मार्नुहुन्न भन्ने उनीहरूको त्यो एउटा धर्म रहेछ हजुर अनि उनीहरूको त्यो पाप छ भने पाप पखाल्नको लागि माछा ल्याएर तालमा छोड्छन् कि त्यही भएर चाहिँ यत्रो माछा भएको तिनीहरूले ल्याएर छोड्दाखेरि अब विभिन्न किसिमका माछाहरू थपिन्छन् नयाँ प्रजातिकाहरू यो सबैजनाले गर्दाखेरि यो तालको एकदमै महत्त्वपूर्ण छ सरसफाइ पनि राम्रो रहेछ फेरि त्यस्तो फोहोर ताल रहन्छ यो हिजो अस्तिसम्म डुम्मै भएर अलिक मजाले हावा चलेर अलिक फोहोरहरू जमेस देखेको थियो सर आज त एकदमै रातिको हावा र पानीले सर्लकै निदेन क्लिन गर्ने ताललाई यो बोर्ड भयो नि एउटा अर्को बोर्ड आउँछ नि सर त्यो उबाट चल्ने त्यो राम्रो हुन्छ कि यही ठिक होला सर कुन खुट्टाबाट चल्ने नाइ एउटा अहिले बोर्डहरू छन् नि सुइँ चल्ने नारायणीमा चल्छ नि त्यसलाई चाहिँ स्टिमर भन्छ सर त्यो भनेको पेट्रोलहरुबाट चल्ने मिसिन बोट हैन त्यो राम्रो कि अब हजुरहरुमा भर पर्छ के अब कसैलाई के मन पर्छ कसैलाई के मन पर्छ हैन यहाँ छैन होला त्यो बोर्ड यहाँ चाहिँ छैन यहाँ राख्न पनि पाउँदैन त्यही त त्यो बोर्ड भनेको चाहिँ हजुरलाई सुत्त लिएर जाने हो तपाईं यस्तो ठाउँमा सुत्त जानुहुन्छ के यसरी चिलमा घुम्नुहुन्छ चिलमा यो त घुम्ने ठाउँ रहेको रमाइलो भएको छैन रमाइलो भएको छ त्यही रमाइलो केमा गर्न सक्नुहुन्छ त्यहीमा डिपेन्ड पर्छ त्यही हो ठिक छ राम्रो छ अनि सर हाम्रो यहाँ अब स्तूपा जाने बाटो भन्छ यो अगाडिकोलाई हैन हजुर यहाँबाट मान्छेहरू अब विशेष गरी खैरेहरू युरोपबाट आएको विदेशी पर्यटकहरू चाहिँ यहाँदेखि हाइकिङ गरेर जान्छन् माथि यहाँबाट जानको लागि माथि 15 मिनेट लाग्छ 45 मिनेट लाग्छ माथि पुगेर अनि यो कुनालाई चाहिँ हामी चिसापानी झरना भन्छ किनभने बर्खाको समयमा जंगलको पानी रसाएर सानो झरना जस्तो बन्छ जुन चाहिँ चिसो हुन्छ हजुर अनि अलिक यो जुन घाम ढल्केपछि यहाँबाट चाहिँ हावा पनि चिसो चल्छ यताबाट सर हैन यो कुनाबाट त्यही भएर यसको नाम चिसापानी पोखरामा पनि चिसापानी रहेछ चिसापानी काठमाडौँको माथि चिसापानी थाहा छ नि सरलाई मलाई थाहा छ छैन थाहा छ काठमाडौँको त्यति साह्रो थाहै छैन त्यहाँ पनि चिसापानी छ के चिसो पानी आउने ठाउँमा चिसापानी यहाँ पनि अब हावापानी आउँदै हावापानी दुईटै पानी हावा दुईटै चिसो आउँछ त्यो चिसो छ नि त यहाँबाट हजुर कस्तो ठाउँ होला है सर यो वरिपरि पुरै डाँडा बिचमा ताल छ के त्यही भएर फेवातालको देन भन्छ सर यसलाई काठमाडौँ पनि पहिला यस्तै थियो अरे नि त पुर्खेलमा काठमाडौँ र पोखरा हैन भन्नाले जुन अहिले हाम्रो ताल त छैन त्यहाँ पहिला ताल थियो रे नि त है त्यस्तै काठमाडौँ र पोखरा भनेको दुईटालाई चाहिँ भ्याली भन्छ क्या भ्याली भन्नुको अर्थ चाहिँ पुरै पहाडले घेरेको बिचमा भएको शहरलाई नै त्यो भ्याली भन्दो रहेछ हजुर दुईटै भ्याली नै हुन् हजुर तर काठमाडौँ चाहिँ राजधानी भएको कारणले त्यसमा चाप बढी भएर त्यसको प्रकृतिको स्वर अलिक बढी विनाश भएर त्यस्तो देखिया हो तर दुईटै पोखरा दुईटै भ्याली नै हुन् यहाँ चाहिँ यो त होटल जस्तो छ नि सर हजुर सर यहाँ चिया कफी खाने भयो नि म रुकिदिन्छु छुस्छ यसो चिया कफी खानु बसेर चिया कफी न घुमौँ हामी त धेरै घुम्नु छ सर अब हुन्छ सर
गाडी रोकिरहेको छ मेरो चाहिँ अब यो एउटा कर्तव्य हजुरलाई सोध्ने ठिक छ ठिक छ होइन किनकि हामीले अलिकति टाइम चाहिँ छैन आज फेरि हामी निस्किनु पर्ने छ गाडी रिजर्भ छ ए साइसिङ आज बुक गर्नु भएको छ अनि उहाँले घुमाइहाल्छ नि कतिवटा प्लेस घुमाउँछ भन्नुभएको छ सबै फुल घुमाउँछु भन्थ्यो कति भन्नु भने उहाँले प्राइस चाहिँ प्राइस चाहिँ 5000 रुपियाँ लिएको छ होइन सस्तोमै घुमाउनु भएछ त पुरै घुमाउनु हुँदैन होला त्यसो भए पुरै भने अब भन्दा भ्याली आउट भ्याली बाहिर भन्थे कता कता भ्याली बाहिर भने सरलाई थाहा होला 5000 मा कति नै घुम्छन् र पुरै घुमाइदिन्छु सर भन्थे हुन्छ अब घुमाइदिएला नि घुमाइदिन्छु भन्ने मान्छेले यहाँ पनि राम्रो ठाउँ रहेछ हावा अहिले चल्यो यार यतापट्टि त उता घुम्नु छ होइन यता हावा चल्यो